तिम्रो जेठको 32 गते बर्थडे अनि 32 छैन 31 मात्र छ अनि के अनि त भएको भयो 32 हुनुपर्छ आफ्नो बर्थडे मनाउन त 30 पनि छ यो साल 31 पनि छ तर 32 छैन तिम्रो बर्थडे अनि कसरी अब अर्को साल मनाउँला तिमी 3 मा जाँदा 2 मा त तिम्रो बर्थडे नै रहन्छ के हैन त ए साथीहरुलाई भने थियौ के भनेर ए 2 मा गएपछि बर्थडे आउँछ भन्थ्यौ कस्तो यो बर्थडे बनाउने मान्छेले तिम्रो 32 गते नै राख्दैन अब रोएर के आर्छौ त नभएसे कसलाई भन्ने होला अर्को साल मनाउँला नि 3 मा जाँदा तिमी ठुली पनि हुन्छौ सायद त्यति बेला 32 गते राखिदिन्छ होला के जेठको 4 वर्षमा एकचोटी आउँछ अरे के तिम्रो बर्थडे त्यस्तो पर्यो त तिमी किन त 32 गते जन्म लिएथ्यौ त नि नत्र असारको ले पनि हुन्थ्यो पाउन त पाए केही भएन यो साल बर्थडे नभए नि अर्को साल ठुलो डबल केक काटेर मनाउँला नि त म भन्दा नि ठुलो तिमी भन्दा नि ठुलो केक काटौँला अहिलेको सट्टा नि ओके यो साल नमनाउने हच कस्तो ज्ञानी छोरी चुप्पा फलाइङ किस यो साल मनाउने हैन नि है किन नमनाउने रे 32 नभएर के नभएर रे गुड गर्ल कुरो त बुझ्छिन् के छोरीले